हेलो गुड मर्निङ साथीहरू। आज मेरो यता अप्पर मुस्ताङको चाहिँ सेकेन्ड दिन। हिजो हामीहरू यहीँ आएर बसेर होइन, अब आज चाहिँ 7:30 बजे चाहिँ हामी यहाँबाट निस्किन्छौँ। अनि देख्न सक्नुहुन्छ आकाश यस्तो गुम्म गरेको छ। अब कतिको फुल छ त्यो चाहिँ दिउँसो नै थाहा हुन्छ होइन। अहिले चाहिँ यस्तो छ, चिसो चिसो हावा लागिरहेको छ। अब म पानीहरू भर्छु अनि अब म पानीहरू भर्छु। मेरो सामानहरू प्याकिङ त मेरो सबै भइसक्यो। मैले धेरै सामान पनि ल्याएको थिएन। अरूहरूको कम्पेरिजनमा मैले एकदमै धेरै कम सामान ल्याएको। अरूहरू त बाफ्रे 1 महिनै बस्ने गरेर सामान लिएर आएछन्। मेरो बेड यही हो, म यहीँ सुतेको। यो 2टा ग्लास चाहिँ अब अहिले तल लिएर जानु पर्यो। दुईजनाले तातो पानीहरू खायो, अरू दिदीहरू सुत्नुभयो। म यहाँ सुतेँ। अब मेरो सामान भनेको यति हो कि, हेर्नु न यहाँ मेरो एउटै मात्र ब्याग हो, त्यही पनि अलि सानोवाला ब्याग। अरू ट्रेकिङमा जाँदाखेरि एकदम अलिभन्दा ठुलो लान्थ्यो भने यो सानोवाला ल्याएछु होइन। यहाँ हेर्नु न देख्नुभयो? 1 2 3 4 5 6 कति धेरै सामान लिएको होला नि कि। ल म चाहिँ अब ज्याकेट लगाउँछु। तातो त हुनु पर्यो होइन। मलाई खासमा हुनु त अहिलेको यो उमेरसम्म होइन, यस्तो हिँडडुल गर्दाखेरि त्यस्तो लेक लाग्नुदेखि लिएर अनि केही भएको छैन। त्यो एउटा उमेर पनि होला, अलि पछि चाहिँ अब म भन्न सक्दैन। तर चाहिँ मलाई हुने कुरा भनेको चाहिँ कसैलाई फेरि त्यो हुन्न कि, फेरि म जे मलाई हुन्छ नि त्यो फेरि यस्तो यस्तोमा घाउ आइदिन्छ क्या, पुरा फेस सुन्निने भनौँ न। अनि यो स्पेसिफिक मेरो यस्तो यस्तोमा त्यो चिसो उठ्छ नि के नि भन्दो रहेछ नि, त्यस्तोलाई त्यस्तो भइदिन्छ फेरि मलाई। त्यो अरूलाई भएको देख्दिनँ नि मैले फेरि। अरूलाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने त्यस्तो हुन्छ नि। मलाई त्यो बाहेक अनुहार फुल्ने मैले 2-3वटा ठाउँमा थाहा पाएँ। अनि म अनुहार फुलेपछि त यसो बिरामी बस्दा देखिहाल्छ, मुड पनि अफ हुन्छ। त्यही हो साथीहरू, हिँडडुल गर्दा मुड सधैँ एउटै त कहाँ हुन्छ र पनि राम्रो आफ्नो मुड फ्रेस चाहिँ गराउन आएको हो नि त हामी त होइन। त्यही भएर मुड चाहिँ फ्रेस गराउनुपर्छ। घडी पनि ल्याएन कि मैले त, सब लगाएको गहना सब छोडेर आएको। 650 भएको रहेछ। मेरो चाहिँ एकदम तातो गरेर राख्ने होइन। ड्राइभर भाइले चाहिँ ए दिदी यहाँ के मेमोरी फुल नगराउनु न, माथि माथि यस्तो त कति छ भन्दै थियो। मैले धेरै भिडियो लिएको भयो। यही हो मेरो। यो टोपी त बेकारमा ल्याएछु क्या, यहाँ यस्तो चिसो हावा लाग्छ। अनि के भन्छ, हावाले उडाइदिला जस्तो। हिजोको मेरो भ्लग मैले एडिट गरेँ होइन, अलिक पछि अपलोड गर्छु। मैले एकदमै सर्ट भिडियोहरू गराउने क्या, धेरै लङ भिडियो नगराउँ भने जम्मा उहाँबाट यहाँसम्म आउँदाखेरिको थोरै भिडियो एडिट गरेँ। अन्त भिडियोहरू लामै भएको छैन। अब मैले पनि धेरै लामो भिडियो पनि नगराउनु ठिकको। धेरै लामो भिडियो ठिक हुन्छ कि छोटो भिडियो ठिक हुन्छ? एक त मेरो भिडियो धेरै भ्युज पनि जाँदैन, मेरो आफ्नो मेमोरीको लागि हो। त्यही भएर मलाई जे सुटेबल लाग्छ मेरो आफ्नो लागि म त्यही नै बनाउने हो होइन। युट्युब भनेको चाहिँ जस्ट मेरो मेमोरीको लागि बनाएको कि एट द सेम टाइम के भइहाल्यो भने होला भनेर मात्र मेरो आफ्नो मेमोरी कलेक्सन हो कि साथीहरू। जस पानी चाहिँ प्युरिफाई गरेर खानुपर्छ साथीहरू। यो अल्कलाइन गराइदिन्छ यो बोतलले। अनि त्यही भएर मैले यो बोतल चाहिँ यहाँ तातो पानी राख्नु पर्यो अहिले चाहिँ, अल्कलाइन गराएर मिनरल गराएर खानु पर्छ। सामान झालिसक्नु भएको हजुरहरूले? सामान झालिसक्नु भएको? ए ल ल फास्ट म पानी भर्छु। यो गरिदिमा मेरो जाने। मर्निङ भाइ, के छ हालखबर? त्यो ल यता भाइले चाहिँ उयो गरिदिन्छ। हिजो यहाँ हजुरको सामान राखेको नि, मेरो खुट्टाले च्याप्ला भनेर यता पछाडि सारेको कि। बुझ्यो, पछाडि गएर जानु पनि मिल्दैन। भाइ त्यो सिर अलि अगाडि गरिदिनु रे। हजुर तपाईँहरू गेस्ट होइन? ए को होइन ए बाहिर आउँछ। पानी पनि भइदियो है। अब रुम सेयरिङ गर्नुभएको दिदीहरू उहाँ हुनुहुन्छ के? साह्रै भयो कि हजुरलाई? छैन किन? ए होइन, ए सामान सार्नु न लाने लाने उता इन्ट्री गर्नुपर्छ अरे नि त। रातो गालो भयो अहिले रातो गाला बनायो भने अहिले फोटोमा ठिकै देखिन्छ भनेर। म त गइनँ।
त फोटो खिच्नुको गइरहेको थिएँ दिदीहरूले म नदा मलाई मैले चाहिँ आज पुरी चना तरकारी चिया चाहिँ खानु लाग्यो खाना खाम है त एक खाजा नास्ता गरौँ है त इन्जोय गरौँ भयो कुन ठाउँ हो त्यो त थाहा भएन होइन हेर्नु न यहाँ यो चट्टान हेर्नु चट्टान भन्ने के भन्ने यसलाई हामी ऊ पर त्यो त्यहाँनिर के छ अरे त्यही हेर्न जाँदाखेरि के छ मलाई पनि थाहा छैन तर त्यहीँ जानु लाग्यो न यो जल्ठी ढुङ्गा कति वर्ष अगाडि होइन हजारौँ वर्ष अगाडि जमेर बसेको होला यस्तो साह्रो ढुङ्गा यो स्टोन र यो स्टोन सेम होइन स्टोन अबे कस्तो डर लाग्ने ठाउँ हो खतरा डर लाग्ने ठाउँ जुन चाहिँ भिडियोमा देखेको छैन होइन यस्तो डर लाग्ने अबि एकछिन ल हेर्नु यस्तो भयङ्कर ठाउँ ल्याउनु मोबाइल भिडियो खिचिदिने भन्छन् नि साथीहरू ल यस्तो दामी ठाउँबाट अब हामीहरू जान्छौँ वहाँ फेरि अर्को सानो झरना पनि रहेछ होइन हामीलाई गाडीबाट बोलाएको छ त्यही त हिउँ परेको बेला त म देखेँ नि त ढल्चोलाकै ठाउँको ठाउँ रियलमा हेर्दा त यस्तो दामी देख्छ रियलमा देखेँ भने ल यस्तो भिडियो फोटोहरू खिचेर हामीहरू गाडी हुने ठाउँमा आइपुगेको छौँ हेर्नु यहाँ बिचमा ठ्याक्कै हात्ती उभिएछ कति छिटो जाने भने Have a great time. निलगिरी यो ठाउँको नाम त ठ्याक्कै के हो यो साङबोके अब यस्तै के हो यहाँनिर चाहिँ सर्ट ब्रेकको लागि चाहिँ झरेको सबैजना सर्ट ब्रेकको लागि झरेको त्यही बेलामा चाहिँ फोटो खिचौँ भनेर मात्र फोटो खिचिरहेको छौँ है त साथीहरू एकदमै राम्रो ठाउँ छ अझै यता माथि चाहिँ चिसो कालो बादल देखिरहेको छ नि होइन यता चाहिँ यस्तो ओपन छ अरे मान्छे मौसम राम्रै हो रोटी मलाई नि उहाँको छोरीले बनाइदिएको कस्तो मिठो होममेड अनि उसलाई मन पर्छ भनेर प्याक गरिदिएको के खाने के आमा चल्दा खाइदिनु भनेको अनि अहिले खाने भनेर अनि क्यारेट केक कस्तो राम्रो हो भित्रको इन्टेरियर डेकोरेसन ज्यालो बिहाइन्ड द सिन ब्याकग्राउन्ड चाहिँ एकचोटि खाना खान पुग्ने हो
तर यही भयो चरा खाना भनेको भानु हराएर कति राम्रो हस्पिटालिटी हो हजुरको वाह है त धन्यवाद धन्यवाद यसरी अतिथि देवो भव गर्न पाउनु मेरो सौभाग्य हो धन्यवाद हाम्रो पनि यस्तो तर हावालाई छ होइन मेरो अवस्था हेर्नु नि अब एकछिन आराम गर्छ हामीहरू अलिक बेलैमा आइपुग्यो त रहेछ यहाँ चाहिँ अब एकछिन आराम गर्ने अनि त्यसपछि हामी गाउँ डुल्छौँ हजुरहरूलाई पनि गाउँ देखाउँछु म यो थराङ भन्ने होइन थराङ होइन यो लमनथाङ भन्ने गाउँ डुल्नुपर्छ अहिले अपरस्थानको ओपन स्टलमा यस्तो उज्यालो त्यतिर हामी के भन्छ अरे पहिला त पनि गर्ने मेरो अवस्था देख्नु भएको सिकेर सबै ठाउँको रहन सहन अनि इन्टेरियर डिजाइनदेखि लिएर सबै कुराहरू कति फरक फरक हुने कि होइन दिदी यहाँनिरको चाहिँ यस्तो ओपन स्टाइलले गएको रहेछ अनि यो 5 नम्बरमा चाहिँ हामीहरू अनि बाथरुम चाहिँ यस्तो छ बाथरुमहरू आया म त एकछिन सुतेँ साथीहरू अघि कति चाँडो फेरि बसिसके म त आराम गर्छु एकछिन त भनेर कुन चाहिँ बेडमा सुत्नुहुन्छ दुईजनाले एकै ठाउँमा सुत्नु भयो एकैवटा ठाउँमा सुत्नु भयो हजुरको इच्छा गर्नु गजब रहेछ नि ससुराली घर गए जतिकै भन्दा राम्रो रहेछ पुरा यस्तो हो कि फेरि तयारी त साथीहरू टोपी लगाइयो अब हामी कहाँ जाने रे सुन्नु त राजाको दरबार लोबाङथाङ राजाको दरबारमा हामी अब जान्छौँ हामी चाहिँ दिदी बहिनी उस्तै बनेको छौँ तर ऊ गोरी छ म काली छु अलि त्यही मात्र गोरी मान्छेले सबको टाउकोमा टोपी खाएको फेरि हेर्नु सबैजना तयारी अवस्थामा छन् दरबार हेर्न एक्साइटेड छन् है एकदम रमाइलो छ हरियाली तर हावाले चाहिँ एकदम उडाउला जस्तो लागिरहेको छ उडायो भने काठमाडौँ नै आइन्छ होला समात्नु गाडीको भाडा बच्छ गाडीको भाडा बस्छ माथितिर त पानी पर्यो भने रुनीको छैन रोमली रहेछन् के छ ए कति क्युट राजाको दरबार चाहिँ यो रहेछ है तर भित्र जान नपाइने रहेछ त्यहाँबाट हुकिरहेको रहेछ कुकुरले कहाँबाट भुक्यो भनेको राजाको दरबार चाहिँ यो रहेछ हामीले बाहिरबाट मात्रै हेर्न पाउँदो रहेछ राजाको दरबार अब कस्तो होला राजाको दरबार भने यस्तो हुँदो रहेछ ल को बस्छ त अहिले यहाँ दरबार बस्दैन कोही बस्दैन उनीहरू फ्यामिली आउँछ प्रोग्राम पूजाहरू भन्दा चाहिँ नि आउँछ अघि म गएँ नि मेरो साथी सेवाङ विष्ट उसको ग्रेट ग्रान्ड फादर उनीहरूको थाहा हो है अहिले चाहिँ म यही मुस्ताङको लोमङथाङ अप्पर मुस्ताङको लोमङथाङ गाउँमा डुलिरहेछु अनि हेर्नु रातो माटोले पुरा घर लिपेको छ है अनि ढुङ्गे बाटो छ रास्ता किधरै यहाँनिर गएर दुईवटा बाटो छ भने त यो फेरि यति छ कसैको घरमा जाने बाटो रहेछ यो
ट्राइपोड समात्दा हातै पाटिसक्यो कस्तो मजा आउने के तर नयाँ ठाउँ भएको भएर होला नि होइन हेर्न कहाँ काप्छ के फेरि यहाँनिर अर्को गल्ली छ कहाँबाट कहाँ निस्किने कहाँबाट कहाँ निस्किने फेरि अर्को गल्ली आयो फेरि यता नि अर्को छ यहीँ घुमे यही गाउँभित्र माटोले ढुङ्गाले यहाँनिरको बाटो बाल्लो पनि चेपासम्म खालको हुन्छ भनेर भन्छ नि हेर ल सुनसान छ त यिनीहरू दुईजनाले मलाई के हेरेछ यहाँबाट लट्ठी समाति दिएछ क्या हौ माना होला हौ हेर्नु यति बाच्चा पनि आउनु के हो तिमीहरू हम तुम लोग से नहीं डरते भन्दै यता छेउछेउ कुना कुना हिँड्दै म चाहिँ अब जान्छु म बसेको ठाउँमा यति नै हो मान्छेहरू खासै देखिँदैन भेटिँदैनन् हेयर कटिङ सैलुन जेन्ट्स लोमानथाङमा अघि आएको बाटो नै फर्किँदैछु तर जानुभन्दा अगाडि चाहिँ म यसो यतातिरको भ्यूहरू हेर्नु पुरा हाँकी टल्किरहेछ मान्छेहरू हिँड्दैछ नि क्या हो यहाँ ए यो त माथि टावरमा माथि टावरमा जाने बाटो रहेछ नि रातो घर यस्तो के यो हाम्रो लागि त नयाँ हो नि त होइन देखेँ म अब सिधै होटल पुग्छु है